सिस्को को अपरेटिङ सिस्टम इन्टरनेटको अपरेटिङ सिस्टमलाई त्यो जुन बिन फर्मेट हुन्छ त्यसलाई हामीले ग्राफिकल नेटवर्क सिमुलेटर जुन ओपन सोर्स नै भन्छौँ हामी है, यसलाई फ्री टुल हो। यो जीएनएस मा हामीले इन्स्टल गर्यो भने जीएनएस एउटा नेटवर्किङको टुल हो, प्लेटफर्म हो। त्यसमा इन्स्टल गर्यो भने हामीले राउटर स्विच सबै कुराहरू ल्याबहरू एकदम डिटेलमा गर्न सकिन्छ। र 4 GB को ल्यापटपमा पनि 8-10 वटा राउटर स्विचहरू चलाएर मैले टेस्ट गराएको छु, अझै धेरैवटा पनि चलाउन सकिन्छ। नर्मली चाहिँ चल्दैन, एउटा राउटर चल्दाखेरि नि कम्प्युटरको 100% हुन्छ प्रोसेसिङ, तर त्यो 4 GB र्यामलाई पनि अप्टिमाइज तरिकाले युज गर्न सक्यो भने, मेमोरी म्यानेजमेन्ट गर्यो भने के ट्रिक्सहरू छ जीएनएस मा, त्यो ट्रिक्सहरू लगायो भने चाहिँ राम्ररी 4 GB को र्याममा पनि एटलिस्ट सीसीएनए को फुल ल्याब हुन्छ, सीसीएमपी को पनि एउटा एक्सटेन्ड सम्मको ल्याबहरू गर्न सकिन्छ। 4 GB मा पनि नर्मली रिकमेन्डेसन भनेको 12 देखि 16 GB र्याम हो। सीसीएमपी सीसीआई को ल्याबको लागि मैले 12 GB मै रन गरेको हो। कति जनाले 8 GB मा पनि गर्नुहुन्छ, तर 8 GB मा अलिकति सीसीआई लेभलको लागि चाहिँ ल्याब जुन टोपोलोजी हुन्छ त्यो लोड गर्न सक्दैन। सीसीएनए को लागि 4 GB मा पनि हुन्छ, तर एकदम फ्रेश सिस्टम हुनु पर्यो। सिस्टममा 10 कुरा इन्स्टल भएको हुनु भएन, एकदम फ्रेश ओएस मात्रै, प्लेन ओएस एकदम अफिस सर्भिस बेसिक भएको मात्रै, पीडीएफ रिडर अफिसहरु भएको, बेसिक डाउनलोडरहरु भएको जुन सिस्टम हुन्छ नि एकदम प्लेन फ्रेश सिस्टममा, त्यस्तो सिस्टममा 4 GB को र्यामले पनि धेरै राम्रो काम गर्छ। अब सिस्टममा एप्लिकेसन नै 2-300 वटा हाल्नु भएको छ, क्र्याकहरु चलाउनु भएको छ भने त मेमोरी त सबै त्यसले नि किल गर्ने भयो। त्यो 4 GB र्याम चाहिँ 1 GB बराबर हुन्छ, कामै गर्दैन। फ्रेश राम्ररी मेन्टेन गरेको सिस्टम छ भने 4 GB ले पनि काम गर्छ। त्यो डाटा कपी भइसक्यो र त्यो डाटा कपी गर्नुस्, अनि म तपाईलाई सिक्वेन्स भन्छु। पहिले इन्स्टलेसन गर्नुपर्छ, अनि सेटअप गर्ने हो। सबै कपी गरेर रेडी भयो भन्नुस् तपाईहरु। ल मैले तपाईहरुलाई 5 मिनेट टाइम दिए है कपी गर्नलाई। ल म यहाँ खोज्छु, मसँग अहिले इमेज एक्ज्याक्टली यो सिस्टममा छैन। कसैले मलाई पेन ड्राइभमा इमेज दिनु होला, वायरसाकहरु हिजो बेलुका मैले दिएको फाइल दिनु होला, अर्को सिस्टमबाट अपलोड गरेको मैले, यो सिस्टममा मसँग छैन सर्भिसमा। कसैले दिनुस् त त्यो पेन ड्राइभमा, एकजनाले। थ्यांक यू। ल कम्प्रेस फोल्डरमा छ भन्नुभयो। ल म अब यसलाई फलो गर्छु। तपाईले 1 सेकेन्ड पनि यताउता नहेरिकन हेर्नु पर्यो। एकचोटी बिग्रियो फेरि हुँदैन, एकदम कन्सन्ट्रेट गर्नुपर्छ। फल्ट नगरिकन बनाउनु पर्छ हामीले। ल यहाँ कम्प्रेस फोल्डर रहेछ, यसभित्र त्यो फाइल हिजो मैले शेयर गरेको फाइल छ। यहाँ हामीले इन्स्टल गर्ने पर्ने कुराहरू GNS3 2.1.11 छ, अल इन वान रेगुलर भन्ने छ, बीटा भर्जनको हुन्छ, अल्फा हुन्छ। अरु टेस्टिङ एडिसनको नलाउनु होला, गिटहबमा पनि पाइन्छ यसको। GNS3 2.11 यो राम्रो भर्जन छ, स्टेबल भर्जन छ। यो फाइलहरु तपाईले जसले सीसीआईहरुको ल्याबहरु दिन चाहनुहुन्छ उहाँहरुको लागि युजफुल छ। यो दुईटा फाइल, यो फाइल राखिरहनु होला, फ्युचरमा धेरै ठुलो काम दिन्छ। र यो फाइलहरुलाई ल अब नम्बर 1 मा GNS3 इन्स्टल गर्ने, वायरसाक इन्स्टल गर्ने। GNS3 इन्स्टल गर्दाखेरि धेरै कुराहरु आउँछ। त्यहाँ के कम्पोनेन्टहरु आयो GNS इन्स्टल गर्दा? किमु भन्ने आयो, अनि माइक्रोसफ्ट भिजुअलहरुमा त्यो कुन ब्याकग्राउन्डमा बनाएको छ त्यो एप्लिकेसन पनि इन्स्टल हुन्छ, सपोर्टेड। अनि डायनामिक्स कसैले पनि भनेन है, मैले सम्झिनु पर्यो। डायनामिक्स भनेको प्लेटफर्म दिन्छ के, राउटर स्विचलाई कसरी रन गर्ने त, त्यो रियल राउटर स्विचको इमेजलाई। यही इमेज तपाईको राउटर स्विच बिग्रियो भने 2691, 3725 र 7200 मोडेलको यो तीनटा चाहिँ एकदम GNS मा धेरै वर्ष ट्राई गर्दै
जीएनएस मा धेरै वर्ष ट्राई गर्दा पनि यो बगहरु नआएको एकदमै बेस्ट भर्जनहरु हो यो तीनटा। पहिले मैले धेरै महिना एकदम बगी भर्जनहरु चलाए, एकदम गाह्रो भयो। पछि एक्सपर्टहरुले सजेस्ट गरेपछि यही चलाउनु, नभने अरुमा राम्रो चल्दैन भनेपछि मैले पनि तपाईलाई 2691 2691 छ कि छैन इमेज त्यहाँ हेर्नुस् फोल्डर भित्र 2691 3725 3745 पनि होला कति जनासँग। अनि 7200 सिरिज जो चाहिँ एडभान्स हो। यो सिरिजको रन गर्यो भने चाहिँ 4 GB र्याम भएको कम्प्युटरमा गाह्रो हुन्छ है चल्नलाई। दुई तीन वटा भन्दा धेरै चल्दैन। 100% हुन्छ 24/7 एनी टाइम प्रोसेसर। त्यही भएर यो बेस्ट भनेको 2691। म चाहिँ के रिकमेन्ड गर्छु भने 3725 युज गर्नुस्। यो लो भर्जन पनि हैन, यो मिडल लेभलको यो युज गर्नुस्, राम्रो छ। अनि जीएनएस 3 इन्स्टल गर्ने, अनि सोलर पुट्टी टर्मिनलमा खुल्छ नि डिभाइसहरु। जस्तै मैले पुट्टी इन्स्टल गरेछ सिस्टममा, पुट्टी इन्स्टल गर्दा यस्तो आउँछ स्क्रिन हेर्नुस्। यहाँ रिमोट सर्भरको, राउटरको, स्विचको, फायरवलको आईपी हाल्ने, अनि कुन प्रोटोकलबाट एक्सेस गर्ने, एसएसएच बाट गर्ने कि टेलनेटबाट गर्ने कि तपाईको रियल राउटर, स्विच, फायरवल डिभाइस तपाईसँगै छ। त्यो अवस्थामा कन्सोल पोर्ट भन्ने हुन्छ। कन्सोल पोर्टमा लगाएर कन्सोल केबलले तपाईको कम्प्युटरको कम पोर्ट अथवा कन्सोल टु यूएसबी कन्भर्टर चाहियो। अहिले त हामीसँग त्यो पोर्ट छैन। कुनै पनि ल्यापटप, डेस्कटपमा पुरानो डिभाइसमा हुन्छ त्यस्तो पोर्टहरु, कन्सोल पोर्ट। त्यो डिभाइसलाई नयाँ डिभाइसमा त आईपी पनि हुँदैन, के पनि हुँदैन, कसरी एक्सेस गर्ने त? तार त जोड्छु म त्यो डिभाइसमा, राउटर स्विचमा। मेरो सिस्टममा लगाएपछि मेरो सिस्टममा आईपी कन्फिगर गर्न पनि सक्छु। तर त्यो डिभाइसमा आईपी नै छैन, नयाँ डिभाइसमा, फ्रेश डिभाइसमा के पनि हुन्न, कसरी एक्सेस गर्ने? त्यहाँ आईपी छैन, मेरो मात्रै आईपी हालेर कम्युनिकेसन हुन्छ। कहिले सोर्स आईपी, डेस्टिनेसन आईपी हुनुपर्छ, पर्दैन? ल रेडी हुनुहोस् है सबैजना। म पहिलो नम्बरमा यसरी नै हेर्नुस्, यो पुट्टी भन्ने सफ्टवेयरमा हेर्नुस् सिरियल छ। सिरियलमा क्लिक गर्यो भने कन्सोल, कुनै पनि राउटर, स्विच डिभाइसको कन्सोल पोर्टबाट डाइरेक्ट एक्सेस गर्न सकिन्छ। तर यसमा चाहिँ कन्सोल केबल भन्ने चाहिन्छ है, त्यो कन्सोल पोर्टमै जोड्नुपर्छ। त्यो सिरियलको अप्सन चाहिँ स्पेशली कन्सोल कनेक्टिभिटीको लागि हुन्छ। ओपन गर्ने सिधै टर्मिनल खुल्छ। अहिले त मेरो कन्सोल पोर्टमा जोडेको छैन डिभाइसहरु, त्यही भएर नखुलेको। यस्तै यो सोलर पुट्टी र पुट्टी पनि एउटै हो। पुट्टीमा चाहिँ प्रत्येक राउटरको एउटा स्क्रिन खुल्छ टर्मिनलको। सोलर पुट्टीमा चाहिँ तपाईको जस्तै 10 वटा राउटर खोल्नु भयो भने ट्याबमा खुल्छ के सबै राउटरको। एकदम ट्याब बेसमा हामीले जुन ब्राउजरको ट्याब हुन्छ त्यस्तै ट्याबमा एकदम म्यानेज भएर एभ्री ट्याबमा अलग-अलग ट्याब बनेर खुल्छ। त्यो चाहिँ सोलर पुट्टीको एउटा राम्रो इम्प्लिमेन्टेसन हो। जुन पुट्टीमा चाहिँ हुँदैन, पुट्टी चाहिँ एउटा खुल्छ के राउटरहरु, धेरै एउटा विन्डो खुल्छ। सोलर पुट्टीमा चाहिँ क्रोमहरुको, फायरफक्सको ट्याब जस्तो पुरै एउटा हरेक राउटरको अलग-अलग ट्याब बेसमा खुल्छ। ल म जीएनएस खोल्दै छु है। तपाईको इन्स्टल भइसकेको छ जीएनएस, फायरवल अफ छ अलरेडी, सिस्टम रिस्टार्ट गर्नु भएको छ र जीएनएस खोल्नु भएको छ अहिले। त्यसपछि ल मैले खोले जीएनएस 3 भनेर। कसैले नबोल्ने है, यो म फेरि दोहोर्याउँदैन एकचोटी भनेपछि। जीएनएस 3 मेरो खुल्यो, खुल्दैछ हेर्नुस् है। ल जीएनएस 3 म ट्राई गर्छु। यसको रिजोल्युसन अलिकति अप्ठ्यारो छ। म्याग्निफायर युज गर्दा त्यो एकदम एचडी स्क्रिन भएर राम्रो काम गर्दैन। यो पोर्टहरु एकदम कनेक्ट भइरहेको होला कतिजनाको हैन। ल यसमा प्रोजेक्टको नाम लेख भन्छ, जे लेख्नु भयो। ल सीसीएनए फर्स्ट ल्याब भन्नु। ल सीसीएनए फर्स्ट ल्याब भनेर प्रोजेक्टको नाम लेखे, ओके गरे, अनि मात्रै मेरो यो वर्क स्पेसहरु देखायो। पुरानो जीएनएस मा थिएन यस्तो, नयाँ जीएनएस मा चाहिँ यो लेख्नै पर्छ यसरी। ल हेर्नुस् है, अब सबैभन्दा अगाडि यहाँ राउटरहरु छ हेर्नुस्। राउटरमा क्लिक गर्नुस्। यो चाहिँ सीसीएनए देखि सीसीआई सम्मको सबै ल्याबहरु सेटअप गर्ने टुल हो। धेरै राम्रो छ, ओपन सोर्स हो। यसमा चाहिँ अब इमेजहरु इन्स्टल गरेर हामीले डिटेलमा ल्याबहरु गर्न सकिन्छ। यो गाह्रो छैन, सबैले गर्न सक्छ। प्राय सीसीएनए मा यो कसैले भन्दैन, सीसीएनए देखि नै गर्नुपर्छ है। यो
र मलाई फलो गर्दै हुनुहुन्छ सबै? यहाँ हेर्नुहोस् राउटरको सबै देखाइदिन्छ। यो अहिले पढ्न मिल्दैन। अहिले हेर्नुहोस् तपाईको यहाँ माथि राउटरको आइकन छ कि छैन? यहाँ क्लिक गर्दाखेरि यता हाइलाइट हुनुपर्छ डिभाइसहरू। त्यो म सिकाउँछु कसरी गर्ने भनेर। मेरो हाइलाइट छ 2600, 3700, 25 र 7200। यसरी मैले ड्र्याग एन्ड ड्रप गर्न सक्छु किनभने मेरो जीएनएस मा अलरेडी राउटरको इमेज इन्स्टल छ। त्यही भएर मैले ड्र्याग एन्ड ड्रप गर्न सकेको डिभाइसहरूलाई उठाएर यसरी राख्न सकेको। तपाईकोमा छ त इमेज? छैन। मैले शेयर गरेको छु तर इन्स्टल भएको छैन। यसरी इन्स्टल गरेर अनि यसरी केबलहरू जोडेर ल्याउनुस् है। यसरी पोटाउँछ यसरी गर्ने है। यसरी गर्नुपर्छ। हेर्नुहोस् है कनेक्टिभिटी यस्तो हुन्छ। म यो गराउँछु तपाईलाई। देख्नु भयो नि यस्तो खालको। ल अब यसलाई म कसरी गर्ने भनेर देखाउँछु। ल मलाई फलो गर्नुहोस्। पहिले एडिटमा जानुहोस्। कसैले बोल्नु भयो भने बाहिर पठाइदिनु होला है उहाँहरूलाई। एडिटमा प्रिफरेन्सेसमा त्यो साथीसँग बोल्नै हुँदैन। साथीलाई आएको सोध्नु तपाईले। एडिटमा जानु प्रिफरेन्स हेर्नु न कति नयाँ स्क्रिन आउँछ। तपाईले फलो गर्न सक्नुहुन्न मलाई। त्यही भएर मेरो कुरा सुन्नु भनेको। राउटर त कसरी देखाउँछ त मैले भने सुन्नु पर्यो नि। सुन्नु सबैले सुन्नु। यहाँ गर्न नथालेको पहिले हेर्नु अनि गर्नु भनेपछि गर्नु। तपाईहरु रातिनुहुन्छ मैले भनेको सुन्नुहुन्न। एडिटमा जानु। एडिट मेनु माथि सबैभन्दा एडिट मेनु माथि छ क्या। फाइल भ्यू कन्ट्रोल छ एडिट भन्ने छ। त्यति देख्नुहुन्छ नि। एडिट मेनुमा क्लिक गर्नुहोस् सबैले। तपाईँ बसिरहनुहोस् भोलि गर्नु। यो प्रिफरेन्सेसमा जानुहोस्। तपाईँ एकजनाको लागि मैले 2 घण्टा वेस्ट गरेर हुन्छ। सबैले गरिसक्यो। मैले त राति नै भनेको। त्यो टिमको काम के हो? च्याट ग्रुपको काम। त्यो खालि थम्स अप मात्रै दिने हो, लाइक मात्रै। सबैलाई जोइन गर्नुपर्छ पर्दैन? मैले कतिजनालाई जोइन गरिसकेछु तपाईहरुले पनि गर्नु पर्यो नि। एडिटमा जाने प्रिफरेन्सेसमा जाने भयो। भेटेन? ल यहाँ जाने अनि त्यसपछि डायनामिक्स भन्ने देख्नुभयो? त्यहाँ भित्र आइओएस राउटर छ। मेरोमा आइओएस राउटरमा धेरैवटा देखायो। तपाईकोमा केही पनि छैन। करेक्ट। त्यसमा तल न्यूमा क्लिक गर्ने। किन बोल्नु भएको? सुन्नु न तपाईँ। म दोहोऱ्याइदिहाल्छु नि फेरि। म 20 चोटि दोहोऱ्याउँछु। किन बोल्नु? यहाँ हेर्नुहोस् एडिट प्रिफरेन्सेस गएर त्यहाँ डायनामिक्स भन्ने छ। डायनामिक्सले चाहिँ एउटा प्लेटफर्म दिन्छ क्या। हार्डवेयरहरूलाई रन गराउँछ। पुरै रियल राउटर जस्तै रन गरेर देखाइदिन्छ। डायनामिक्सदेखि तलतिरको सब अप्सनमा हेर्नुहोस् त आइओएस अन राउटर। यहाँ हेर्दै जानुहोस् डायनामिक्स भन्ने छ। VPCS भन्ने छ। डायनामिक्स छ। डायनामिक्सदेखि भित्र आइओएस राउटर्स भन्ने छ। आइओएस राउटर भित्र केही पनि आउँदैन। यहाँ सब पुग्नुभयो? सबैले आइओएस राउटरमा क्लिक गर्यो? फिक्स हो नि? ल तल न्यूमा क्लिक गर्नुहोस्। अब भइहाल्यो है। धेरै छैन। न्यूमा क्लिक गर्नुहोस्। त्यहाँ धेरैवटा अप्सन होला। रन आइओएस अन लोकल कम्प्युटर भन्नेमा क्लिक गर्नुहोस्। चेक छैन? हाइलाइट छैन? अप्सनै डिजेबल छ राइट? धेरै राम्रो। अब यसको ट्रबल सुटिङ यहाँबाट। यसलाई क्यान्सल गर्ने। यो ब्याकग्राउन्डको यसलाई पनि क्यान्सल गर्ने। धेरै राम्रो। तपाईको ठिक छ। 2 जनाको लकी ड्र नि होला त्यो चाहिँ। ल यता प्रिफरेन्सेसमा जाने है। नबोल्ने यता हाल्ने। सबैले प्रिफरेन्सेसमा जाने। एडिट प्रिफरेन्सेस बोल्ने कामै छैन। एडिट प्रिफरेन्सेस एकरो हुनुहुन्छ के तपाईहरु? सुन्नु पर्यो नि टेक्निकल कुरा। अनि आफ्नो जिद्दीले हुन्छ। एडिटमा जानुहोस्। त्यहाँदेखि प्रिफरेन्सेसमा गएर यहाँ जीएनएस सर्भर भन्ने छ कि छैन? जेनरल छ। त्यहाँदेखि सर्भर छ राइट? माथि जेनरल छ। त्यसलाई छोडेर सर्भरमा क्लिक गर्नु होला। सर्भर भेट्यो? सर्भरको त्यहाँ तल चेक लाउने छ नि राइट? इनेबल लोकल सर्भर आयो कि आएन? आयो। इनेबल लोकल सर्भर। त्यहाँदेखि सर्भरको पाथ भनेको छ हैन? यु ब्रिज पाथ भनेको छ। होस्ट बाइन्डिङ छ कि छैन? त्यसमा कसैको 169.254 भन्ने आइपी छ भने
त्यसलाई चेन्ज गरेर 127 छ भने छोडिदिनुस्, धेरै राम्रो। 127 छ भने छोडिदिनुस्, लिभ इट बाई डिफल्ट। 127 छैन भने 169 to 54 आएको कति जनाको छ भन्नुस् त? अलिकति रिस्क नै हो, त्यसलाई चेन्ज गर्नु सधैँको लागि। त्यहाँ त्यसलाई स्क्रल गरेर 127,001 बनाउनुस् त छिट्टो बनाएर। त्यो पोर्टहरू केही पनि चलाउने हैन है, त्यहाँ यत्रो पोर्टहरू युज गर्छ भित्र। हेर्नुहोस् है, सिस्टम त भर्नेबल छ नि, यति पोर्ट गरेर फायरवलमा फरवर्ड गर्नु पर्यो, अनि तपाईँको ल्याब हुन्छ। नभने 3-4 लाखको र्याक किनेर ल्याउनु पर्यो रियल डिभाइस। अप्सन त दुईटामा एउटा छ, एउटा यो अप्सन गर्नु पर्यो सित्तैमा चलाउने सबै। फायरवल अन गर्ने हो भने यो सबै पोर्ट फरवर्ड गर्नु पर्यो, अथवा फायरवल अन गरेर यसमा जिएनएस नचलाएर रियल डिभाइस किनेर ल्याउनु पर्यो 3-4 लाखको। त्यो अप्सन छ, हामीले यही गरेर काम चलाउनु पर्छ, पर्दैन? यति बेला तपाईँले सिस्टममा केही नेगेटिभ काम नगर्ने है, नचाहिँदो साइटमा जाने, ट्राफिक डाउनलोड गर्ने, टोरेन्ट सोरेन्ट सबै छोडिदिनुहोस्। पोर्टहरू ओपन हुन्छ फायरवल अफ गर्दाखेरि, रिस्क हुन सक्छ, तर ल्याब पनि त भइरहेछ नि, एउटा काम गर्नु पर्यो नि। त्यही भएर लर्निङ प्रोसेसको लागि यो अप्लाई ओके गर्नुहोस्। 127,001 मा बाइन्डिङलाई राखेर है, होस्ट बाइन्डिङ। कुनै आइपीसँग काम नगर त 127,001 सँग मात्रै काम गरे भनेर भनेको। अरू आइपी दियो भने डाउन भइदियो, कसैले पोर्टहरू निकालिदियो, आइपी चेन्ज भयो भने तपाईँलाई 2-3 दिन रुवाउँछ यसले। जिएनएसले धेरै दुःख दिन्छ। यो फर्स्टमा यस्तो कुरा नजानेर गाह्रो हुन्छ सबैलाई। ल अप्लाई ओके भयो, घुमिरहन्छ है एकछिन, त्यो पोर्ट फरवर्ड छैन भने। फायरवल ब्लक छ भने, फायरवल अन छ भने तपाईँको यो घुमेको घुमै गर्छ। 127,001 भनेर कनेक्ट देखाए घुमेको घुमै 2 घण्टा जान्छ। ओके भयो सबैको? केही यहाँ एरर आयो? ल ठिक छ। अब जाने एडिटमा जाने, अघिको अप्सन अब कहिले पनि एरर आउँदैन। प्रिफरेन्समा जाने, प्रिफरेन्सेसमा गएर डाइनामिक्स भित्र गएर आइओएस राउटरमा जाँदाखेरि न्यू गर्दा अब त्यो अप्सन सिलेक्ट हुन्छ। ठिक छ? आयो कि आएन? आएन? तपाईँको त्यो सिलेक्ट भएको छैन सायद। ओके गरे छैन, तपाईँले छोडिदिनु भयो। त्यहाँ कतिजनाको भयो? अहिले बनाउँदा भएको होइन? कुदेर जानुहोस् त्यो साथीकोमा, हेरिदिनुहोस् उसकोमा, कुदेर जानुहोस्। कसको भएको छ अरूलाई सपोर्ट गर्नु। मैले कुद्यो भने 20 मिनट जान्छ। आइओएस इमेज मैले दिएको छ नि, त्यो 2600 समथिङ बिन भनेको थियो दिएन? त्यो ब्राउज गरेर गएर ओके गर्नुहोस्। यहाँ कसैको भयो भने रन दिस आइओएस अन लोकल राउटर, यही कुरा भर्चुअल मेसिनमा पनि चलाउनु मिल्छ है, लिनक्स भित्र इन्स्टल गरेर। तर त्यसमा चाहिँ अर्कै भर्चुअल मेसिन हाल्नुपर्छ। त्यो नगरेर हामीले सेकेन्ड अप्सन रन आइओएस अन दिस राउटर हैन, रन दिस आइओएस अन माई लोकल कम्प्युटर, त्यसमा गरेर तपाईहरुले नेक्स्ट गर्नु होला। नेक्स्ट गरेपछि यहाँ न्यू इमेज आउँछ कि आउँदैन? न्यू इमेज आउँछ। जति जनाको सिलेक्ट भयो त्यो आएपछि ब्राउजमा जाने, ब्राउजमा गएर त्यो अहिलेको बिन मैले दिएको थियो नि पेन ड्राइभमा, तपाईहरुलाई हिजो बेलुका दिएको थिएन बिन, हो त्यो बिन फाइल 2600 समथिङ भनेको पहिले सिलेक्ट गर्नुहोस्। सिलेक्ट गरेर ओपन गर्नुहोस्, ओपन गरेर नेक्स्ट गर्नुहोस्, नेक्स्ट गर्नुहोस्। मेरो अलरेडी छ यो, त्यही भएर मलाई दिएन। वुड यु लाइक टु डिकम्प्रेस? यस। डिकम्प्रेस भनेर सोध्यो नि, यस भन्ने। नेक्स्ट गर्दाखेरि ल यो चाहिँ देखिन्छ होला है सायद। अब अलिअलि देखियो, केही न केही देखियो। यो देखिँदैन क्या, यो यो सफ्टवेयरले रिजोल्युसन सपोर्ट गर्दैन क्या राम्ररी। भएन? म आउँछु है, तपाईहरु हल्ला नगर्नु होला, म आउँछु, त्यही आउँछु। च्यासिसहरुमा नेक्स्ट नेक्स्ट गरिदिने। यो टिएमएस बनाउन नि धेरै ठुलो च्यालेन्ज हो, तर तपाईहरु धैर्य हुनु पर्यो है। तपाईहरुको आफ्नो फ्लोमा गयो भने 3 दिन लाग्छ यो। भयो अप्लाई ओके गर्नुस्। ल एकचोटी गर्नुभयो, लाइफ टाइम चाहिँ भयो। फेरि त्यही गरेर अर्को दुईटा इमेज पनि हाल्नुस् तपाईँ। तपाईँ ठिक छ? त्यो यति जानु हो, सिकाउने काम तपाईँको होइन। इमेज निकाल्नुस्, ब्राउज गर्नुस्,
त्यो मैले दिएको हिजो बेलुका सेयर गरेको बिन फाइल छ, बिन एक्सटेन्सन लास्टमा डट बिन, त्यसलाई सेलेक्ट गरेर ओके गर्नुहोस्। कहाँ छ यो? राइट क्लिक गर्नुहोस् त, ओपन कन्टेन्ट फोल्डर गर्नुहोस्। त्यति थाहा पाउनु पऱ्यो नि, ओपन फोल्डर डाउनलोड फोल्डर भित्र छ, डाउनलोड फोल्डर भित्र क्लोज गर्नुहोस्, ब्राउज गर्नुहोस्। डाउनलोड फोल्डर भित्र तपाईँको त्यो रहेछ फाइल, ओके गरियो। डिकम्प्रेस भनेर सोध्छ है ब्राउज गर्दाखेरि, यस गर्ने, नेक्स्ट गर्ने, त्यहाँदेखि 86 भन्छ, नेक्स्ट गर्ने, 128 GB ऱ्याम भन्छ, 128 MB ऱ्याम भन्छ, त्यसलाई नेक्स्ट गरिदिने, नेक्स्ट गर्ने। अनि तलको स्लटहरू भनेर दिएको हुन्छ, त्यो स्लटमा 1FE हाल्दा पनि हुन्छ, 1FE हाल्नुहोस्, नेक्स्ट गर्नुहोस्। अनि यहाँ 2020 भन्ने हाल्नुहोस् सेकेन्ड स्टेपमा, त्यो स्लटमा फर्स्टमा 1FE भन्ने हाल्नुहोस्, अनि सेकेन्डमा 2020 हालेर यो आइडल पिसीलाई चेक गर्ने, अनि एकछिनमा सब्जेक्ट टेबल भ्यालु आउँछ, नेक्स्ट फिनिस गर्ने। यसरी नै अरू पनि गर्ने। तपाईँको भइसक्यो, तपाईँको याद गर्न सक्नुहुन्छ सधैँ। एकछिन एन्टिभाइरस सबैले अफ गर्नु है, काम हुँदैन। एन्टिभाइरस सबै डिजेबल गरिदिनु, त्यसको त्यो फायरवल इनेबल हुन्छ। त्यो फायरवलको कारणले तपाईँको कुनै पनि ल्याब हुँदैन। केसेसमा नेक्स्ट गर्ने, नेक्स्ट गरिदिनु जस्ट केसेसमा। अनि सेकेन्डमा पोर्ट भन्ने हुन्छ, आउँछु म भन्नु है, त्यसलाई सबै डिजेबल गर्ने, फायरवल पुरै अफ। भाइ तपाईँले ओके गर्नुहोस्, फिनिस गर्नुहोस्। यसरी नै अरू पनि गर्नु है। तपाईँको एउटै इमेज भयो भने तपाईँ काम चल्यो, अब तपाईँको जति तपाईँ एकछिन भयो तपाईँको ओके गर्नुहोस्। यहाँ गर्नुहोस्, यहाँ इमेज त्यो स्लटको कुरा गर्दाखेरि पहिले चाहिँ 1FE भन्ने आउँछ एउटा स्लट है, फर्स्ट स्टेपको त्यो 1FE भन्नेमा इनेबल गरेर अनि नेक्स्ट गर्यो भने दुईटा स्लट आउँछ, त्यसमा 2020 सेलेक्ट गर्नु भने म आउँछु। यसरी म घुम्दै आउँछु, एकछिन टाइम लाग्छ। यसलाई आइडियल पिसी फाइन्डर भन्छ। यो तपाईलाई अनि कतिजनाको आइडियल पिसी फाइन्डर भन्ने आयो होला, त्यो नगरिकन त्यो फाइन्ड आइडियल भ्यालु भनेर गरेन भने तपाईको पुरै 6GB 8GB ऱ्यामले एउटै मात्रै राउटर चलाउँछ। तर त्यो फाइन्ड आइडियल भ्यालु भनेर गर्यो भने 4GB ऱ्याममा 10 वटा राउटर पनि चल्छ। फेरि त्यो मेमोरी अतिमा गर्छ क्या, त्यसले जति चाहिन्छ त्यति मात्रै दिन्छ। एन्टिभाइरसले जब गर्यो भन्दैछ है, सबै अफ गर्ने एन्टिभाइरस मैले भनेको छु। फेरि यो गर्नुहोस्, एन्टिभाइरस अफ गरेर नयाँ इमेज हाल्नु। 2691 को हालेपछि नयाँ पनि हाल्न आउँछ। जाने 1FE हाल्ने पहिलोचोटि सेकेन्डमा त्यही कुराहरू तपाईँ पनि ल
गर्नु बाइ डिफल्ट ल यहाँ हेर्नुहोस् तपाईँ पनि नेक्स्ट गर्नु आमा सबै यहाँ उठेर आउनुहोस् तिनजना यहाँ भाइलाई म सिकाइदिन्छु ल यहाँ आउनुहोस् तपाईँ यो पेजमा ल यो आयो यहाँ पछाडि एउटा स्लट 1 भन्ने आउँछ सेकेन्डमा अरू डिसेबल भइरहेको छ सबै कोड कुन हाल्ने त 180 हाल्ने फर्स्ट सेकेन्ड यहाँ कोड त हाल्नु पर्यो नि यहाँ कोड हो क्या 80 भन्छ नि 180 mm 180 स्लटमा mm ड्यास 180 भन्ने हुन्छ त्यो सेलेक्ट गर्नुहोस् पहिलो नम्बरमा स्लटमा mm माइनस 180 भन्ने हुन्छ त्यसलाई सेलेक्ट गर्नुहोस् अनि नेक्स्ट गर्नुहोस् ब्याक गर्ने त आउँदैन तल ब्याक बटन छ त्यही थिच्दा मात्रै आउँछ ब्राउज गरेर बिन दिनुहोस् न घर ब्राउज गरेर बिन दिनुहोस् सेलेक्ट गर्नु होला स्लट 2 मा त्यहाँदेखि नेक्स्ट गर्नुहोस् अरू स्लट त तलमै दिएको छ नि अहिले अरू कोडहरू ल यसमा WIC भन्ने हुन्छ टुटी हालिदिनुहोस् दुईवटा कोड 6वटा कोड भयो ल 21 पर्छ यो हाल्दा पनि किनेर रियल डिभाइसमा ल नेक्स्ट गरिदिने आइडियल फाइन्डर गरेर रिस्टार्ट हुन्छ अनि फिनिस गरिदिने यु हेभ डन अर्को इमेज पनि यसरी गर्ने लाइफ टाइमको लागि एकचोटि गरेपछि एकछिन आउँछु म प्लिज आउँछु है सबै यो भयो यहाँ सिकाउने हेर्छ यहाँ हो यसरी गर्ने ल ठिक छ हो मैले अघि नै भनेको थिएँ नि एन्टिभाइरस अप्सन यहाँ भन्नु सर्भरमा गएर चेक गर्नै भएको छ बाइन्डिङ छ ठिक छ यहाँ यो गर्ने ल तपाईँले रिस्टार्ट गर्नुभयो तपाईँले थाहा एन्टिभाइरस छ यसमा डिसेबल गर्नुहोस् एन्टिभाइरस छ तपाईँलाई ल जानु ब्राउजमा ठिक छ ब्राउजमा जानु न त्यो मैले हिजो बेलुका दिएको इमेज छ नि हो त्यसरी गर्नु यो गाह्रो छ क्या मैले च्यालेन्ज दिएको गराएरै छाड्छु भनेर एकछिन टाइम दिनु यो चिजै यस्तो हो सिसिएम त सुनेको हुँदैन मान्छेले सिसिएममा गर्नु पर्ने कुरा मैले आजै पठाउँदैछु मोबाइल त्यो बिल छ नि त्यो डाउनलोड गरेको फोल्डरमा होला नि हिजो दिएको फाइल सबै फाइल छ त्यो बिलमा क्लिक गर्ने नेक्स्ट गर्ने उहाँको पनि त्यो एन्टिभाइरसको प्रब्लम छ त्यो कोही बेला देखाउँदैन ओके गरिदिनुहोस् नेक्स्ट गर्नुहोस् म देखाएछु बाई फेरि न्यू गर्नुहोस् अर्को हाल्नु होला न्यू इमेज ब्राउज हिजो तपाईँले डाउनलोड गर्नु दिएको थियो नि त्यहाँबाट हेर्नुहोस् फिक्स गर्नुहोस् पहिले रिस्टार्ट गर्नुपर्छ त्यो खोल्नु त एकचोटि खोल्नु त त्यो फाइल ल अफ छ चल्नु पर्ने तपाईँले एकचोटि क्लोज गरेर फेरि खोल्नुहोस् चल्छ पुरै सिस्टमै रिस्टार्ट गर्नुहोस् तपाईँले चाहिँ कोही त अहिले म जान्छु यता आउनु म जान्छु गर्नु टेन्सन नगर्नु केही हुँदैन रिस्टार्ट गर्नु चल्छ त एकैचोटि कहाँ चल्छ त एकचोटि चले डिएमएस चले पनि चलाइहाल्छ नि संसार भयो सबै गर्नुहोस् सेम प्रोसेस हो अनि यता बहिनी यता आउँछ म गरिदिन्छु यता आउँछ के भयो यहाँ आएन त अप्सनै आएन
डिफल्ट र्याममा नेक्स्ट गर्ने त्यहाँ स्लट 1 मा बाइ डिफल्ट दिएको छ स्लट भनेको पोर्ट हो स्लट 2 मा गएर nm-1fe सेलेक्ट गर्ने स्लट 1 मा केही चलाउने हैन स्लट 2 मा nm-1fe tx गर्ने नेक्स्ट गर्ने अनि अर्को चोटीमा WIC आउँछ WIC 0 मा पनि त्रुटि WIC 1 मा त्रुटि हाल्दिने जे सबै त्रुटि भाइ भइसक्यो नेक्स्ट गर्नु न किन त्यहाँ गएको फेरि त्यो साथीले भने सुने मैले भने सुने त्यहाँ नेक्स्ट गर्नु फसाइदिन्छ साथी त्रुटि गर्ने ल त्रुटि गर्नु साथीलाई विश्वास गर्ने अर्को कुरा छ यहाँ मेरो कुरा सुन्नुहोस् ल त्रुटि गर्नुहोस् न सबै त्रुटि गर्नुहोस् नेक्स्ट गर्नुहोस् ल कोट हो क्या त्यो कोट हो अब हामीलाई फाँसी तान्नु पनि चाहियो नि केही हुँदैन जुन समयमा हामी पनि हुन्छ तर एटलिस्ट फाँसी तान्नु भएन भने चाहिँ ल्यान्ड बोर्ड गर्नु सिरियल ल्यान्ड काम गर्ने ल त्यो फाइन गर्नु आइडियल बेसी फाइन अब यहाँ भ्यालु आउँछ नेक्स्ट फिनिस गर्ने अर्को इमेज हाल्नको लागि अरू बाँकी इमेज छ दुईवटा त्यस्तै प्रोसेस गर्नु तपाईँले जे पाएँ यति यहाँदेखि त्यहाँसम्म उसले त आफै गरिसकेको ल अब नेक्स्ट गर्ने म त्यहाँ आउँछु म आउँछु है आफै म आउँछु कुनै सधैँ आफै म यता म आएँ अलिकति सक्नु पर्यो नि यहाँ नेक्स्ट गरौँ बुझ्नु पर्यो नि वान स्लट 1 मा जानुहोस् 180 गर्नुहोस् नेक्स्ट गर्नुहोस् त्यस पछाडिको उसले सुन्नु उसले भन्छ दुईजना टुटी गर्नुहोस् सबै आउँछ गर्नु त के भयो यहाँसम्म के भयो खोइ नेक्स्ट गरेको नेक्स्ट गर्नु मात्रै यहाँ हेर्नु पर्यो यहाँ यस्तो आयो भने देखाउँछ साथीलाई त्यही त हो ए डिफल्ट नेक्स्ट गर्ने मैले छोड्ने यस्तो यति गर्नुहोस् केही नछाउने हेरौँला त्यो गर्नु चाहिँ हेरौँ यो गर्नु भाइ यसो गर्नु कुनै हेर्छ त्यो गर्नु है भाइ चाहिँ त्यही गर्नु यता भाइ पनि ल्यापटपमा जानुहोस् यो nm-1fe tx हो नेक्स्ट गर्नुहोस् टुटी हाल्नुहोस् नेक्स्ट गर्नुहोस् अनि त्यस पछाडि मैले भन्नु के यता गाइड गर्ने तपाईँ है सबैलाई गाइड गर्ने अनि एकछिन भइरहेको क्या यो एउटै डिभाइस दियो भने तपाईँको 4 GB एउटै अर्डरले खाइदिन्छ अनि 4 GB मा 10 वटा चलाउनको लागि एक गरेको त्यतिखेर उता छिटो मान्छे हो त आउँछ म सबैलाई आउँछु ल यो आवाज क्यासब्याक हेर्ने धेरै दुःख दिन्छ त्यो म कहिले केही पनि हाल्दिनँ म अर्कै सिस्टममा डाउनलोडहरू गर्ने अर्कै DMCA भित्र गर्छु ल्याब गर्ने सिस्टम म केही गर्दिनँ केही पनि चल्न दिँदैन बाइक विन्डोजको लगाउने केही नेगेटिभ साइड ट्र्याकिङ केही नगर्ने पढ्नको लागि हो कि सिस्टम त्यति गर्नुभयो पहिले सिस्टमको भ्यालु बुझ्नु पऱ्यो अब थाहा हुन्छ DNS चलाएपछि सानै आउँछ यहाँ तपाईँले हेर्नु पर्यो कसलाई आउँछ यो हजुर यो भन्दा पर्छ ल यहाँहरू भइजानु उसलाई त्यो एफीवाला लगाएर टुटी आउँदैछ
रबर ठिक छ अब रबरमा के गर्छ त्यहाँ देख्छ तपाईँको भयो यतापट्टि थर्डको त्यहाँ 2FE भन्ने आउँछ नि पहिलोचोटि 2FE हाल्ने 2FE यस अनि त्यसपछि 40 भन्ने हाल्ने कहीँ छ 40 80 हाल्दै पनि हुन्छ ल 40 प्लस गर्नुहोस् ल नेक्स्ट गर्नुहोस् ल आइडेन्टिटी गर्नु होला अनि यसले क्याल्कुलेट गर्दा फिनिस गर्ने त्यसपछि गएर एडिटमा जानुहोस् एडिटमा गएर एडभान्स जानुहोस् सबै कुरा कसैले कोडहरू हाल्न बिर्सिनु भयो भने त्यो रबरमा क्लिक गर्ने एडिटमा जाने त्यहाँ सबै स्लटहरूमा पाइन्छ त्यही म्यानेज गर्ने सबै गरिदिन्छु सबैको एकजनाले सबै भ्याउनु पर्यो नि गाह्रो छ अहिले त यता सबै जानिसक्यो कुनै सिकाउन थालिने सबै खुसी छ यतापट्टि हेर्नु सबै खुसी चाहिँ छैन एक दुईजना मात्रै रोइरहेको छ नभएर त्यो फायरवलले गर्दा हो हुँदैन छोड्दिनँ गरेर मात्रै जानु आउँछ नि
वाटर साइड अटोमा फर्स्ट लटमा 3 वाटर साइड अटोमा फर्स्ट लटमा 3 अनि सेकेन्ड लटमा यो 40 हाल्ने प्लस 40 प्लस नेक्स्ट लट अरूमा हाल्यो भने चाहिँ नेक्स्ट पछि म सिकाउँछु त्यो केही नगर्दा पनि बनाउन सिकाउन सक्दैन यता हाम्रो यो साइडको 3 जना आउनुहोस् 3 जना यताबाट पकाउन आउँछ मसँग आउनुहोस् हेल्प गर्नलाई 3 जना लास्टबाट जसको भएको छ सेटअप 3 जना तुरुन्तै आउनुहोस् उठेर मलाई हेल्प गर्नु पर्यो लास्टबाट को चाहिँ आउने जति आउनुहोस् यहाँ हेल्प गर्नुहोस् पुरै चेसिस छोड्नु पर्दैन है के पनि आफूले त्यो छोड्नु पर्दैन चेसिसको काममा केही गर्नु पर्दैन दुईटा यसो गरे पनि हुन्छ है सबै यसो गरे भने सिसिआई समाजै भ्याउँछ सबैलाई यो स्लटमा केही नगरी नेक्स्ट गरे पनि हुन्छ पछि पनि स्लट हाल्न सकिन्छ स्लटमा अहिले केही नगरी नेक्स्ट गर्ने आइडियामा चाहिँ क्लिक गर्ने आइडियल पिसीमा चाहिँ क्लिक गर्ने अनि त्यो भ्यालु आउँछ अनि अप्लाई ओके गरिदिने यतापट्टि हेर्नु पर्यो एकचोटि सबैजना 3 जना गयो
एन्टिभाइरस इन्स्टल गरेर आफै इनेबल हुन्छ है प्राइमरी एन्टिभाइरस। त्यो बुझ्नु होला, त्यो थाहा नहुँदाखेरि 2-3 दिन लाग्ला यही प्रब्लम छुट्टी फेरि। त्यो तपाईले हालेको एन्टिभाइरस मैले कसरी जान्ने? म त एन्टिभाइरस नै हाल्दैन। मलाई यही दुःख दिन्छ र म केही पनि हाल्दिनँ, बरु केही गर्दिनँ प्र्याक्टिकल नेटवर्किङको मात्रै गर्छु। गर्नु पर्यो भने VMware भित्र गर्ने हो, सिस्टममा केही पनि छुनै दिँदिनँ म कसैलाई। धेरैजनाको भयो नभएकोले उठाउनुहोस् त, एउटा पनि राम्रो नभएकोले, एउटा पनि राम्रो सक्सेस नभएको के भयो? किरण आयो? तपाईँहरूको बस्ने मान्छे त जस्तो लाग्दैन, किन राउटरले पक्याएन आज? म आउँछु एकचोटि। एउटा पनि इन्स्टल भएकोले अरू साथीहरूलाई हेर्नुहोस् है, सबैलाई हेल्प गर्नुपर्छ।
अब राउटरलाई उठाउने हो, ड्र्याग एन्ड ड्रप गर्ने अनि केबल लगाएर कनेक्ट गर्ने। केबल गर्दाखेरि एफई फास्ट इन्टरनेट आयो भने त्यो ल्यानको लागि हुन्छ। र जहाँ सिरियल भनेर आयो नि, त्यो सिरियल भनेको अघि टी भनेर गरेको थियो नि हामीले, 2T 1T 4T भनेको थियो नि, हो त्यो टी भनेको जतिवटा टी हालेको थियो अहिले सिरियल भनेर देखियो। जति टी भनेर हालेको थियो त्यो टी 2T भनेको 2टा सिरियल, 4T भनेको 4वटा सिरियल। त्यो टी भनेको चाहिँ सिरियल चाहिँ लङ डिस्टेन्सको लागि हुन्छ। एउटा कम्पनीदेखि अर्को कम्पनी डिफ्रेन्ट कम्पनीमा लङ डिस्टेन्सको लागि हुन्छ भने एफई जुन फास्ट इन्टरनेट भन्ने थियो त्यो फास्ट इन्टरनेट चाहिँ ल्यानको लागि हुन्छ। वायरसाक इन्स्टल नभएकोले अब वायरसाक इन्स्टल गराउनु होला है। वायरसाक.org होला, त्यो वायरसाक इन्स्टल गराउनु भयो भने अनि मैले भोलि चाहिँ पुरै प्याकेट खोलेर सबै पढाउँछु एकदम आनन्दले। र राति भ्याउने हो भने म अनलाइनमा पनि दिन्छु 1 घण्टा आज सेसन यही वायरसाकको बारेमा, यो जीएनएसको बारेमा। आज म बोल्नु भएको छ, भोलि नै गर्नु होला। भाइरस के हो भने चाहिँ अनइन्स्टल नगर्नु होला, फ्री हो भने तुरुन्तै 1 सेकेन्डमा उडाउनुहोस् सबैले। त्यो एन्टिभाइरसले तपाईँलाई केही गर्नै दिँदैन। राउटर भयो नि होइन इन्स्टल भयो जस्तो मिल्दैन, अरूलाई पनि नगर्नुहोस्। यहाँ इन्स्टल गरेर अरू ल्याब गर्न म बोलाउँदैछ मलाई त केटाहरू। बस्नुहोस्, म फाइनलाइज गर्छु है। फोकस होइन मलाई बोलाउनु होला। एन्टिभाइरस छ भने मसँग नबोल्ने, फेरि सोध्दै नसोध्ने। त्यो एन्टिभाइरस भन्यो भने त्यसलाई डिसेबल गर्ने, रिस्टार्ट गर्नु त फेरि इनेबल हुन्छ। त्यही कुरा फेरि सोध्नुहुन्छ मलाई। फ्री हो भने उडाइहाल्नुहोस् एन्टिभाइरस, सोध्ने कामै छैन। सिस्टममा खुबै 64 GB ऱ्याम हाले जस्तो एन्टिभाइरस हालेर पुरै प्रोटेक्सन गरेर राखेको छ। सिस्टम आफै चल्न सक्दैन, एन्टिभाइरस हालेर स्लो बनाएको छ सबैले। र कसको भएको छैन यता भयो, दिदा भयो भाइ कस्तो मुसो हाँसेको भन्नु पऱ्यो नि त। भयो भने यता भयो, साँच्चै भयो। अरे प्र्याक्टिकली गर्नु त्यो। अब म भोलि कसरी यो जीएनएसलाई इन्टरफेसलाई युज गर्ने सबै कुरा सिकाउँछु। एकछिन 5 मिनट मेरो गइसकेको छ, तर पनि अब डाउन हुन त मिलेन अहिले सर्भर। तपाईँलाई त अस्ति सटडाउन गर्ने भएको आफै हुनु भएन। ल सक्नुहोस् एकछिन, म फाइनलाइज गर्दैछु। यसरी ल्याब गरेर कहाँ देखाउनु पाइन्छ, देखेर मिल्दैन त्यसरी त। ल एकछिन मजाले पाइन्छ। भोलिको कुरा गर्न थाल्नुभयो, अब पुरै दिमाग चल्न थाल्यो तिमीहरूको। सुन्नुहोस् है सबैजना, आज बिहान आइपी एड्रेस भनेर सुरु गरेँ मैले। सबरिडिङको कुरा, त्यो सबरिड मार्क्स आइपी एड्रेसबाट सुरु गरेको थिएँ। एकदमै डाउन टु अर्थ त्यो भनेको नेटवर्किङको सबैभन्दा बेसिक। आजकै दिन सबरिडिङ यो जीएनएसमा अलमोस्ट 95% को इन्स्टलेसन भइसकेको छ। र यसमा भएको नगर्नुहोस् है सबैजना, सुन्नुहोस् ट्रबल सुटिङ कुरा। अब त्यहाँ राउटर इन्स्टल हुँदैन, सबै कुरा भयो त। अहिलेसम्म केही भएको छैन, भोलि पो हुन्छ मेन कुरा। मेरो कुरा सुन्नुहोस् पहिले, कोही नबोल्नुहोस्, एकछिन टाइम लिन्छु। इभन मलाई पनि गाह्रो भइसक्यो, मेरो घाँटी फाटिसक्यो। सबैजना एकछिन नबोल्नुहोस् है। म ट्रबल सुटिङको कुरा भन्छु। पहिलो नम्बरमा सफ्टवेयरको प्याकेजहरू सक्सेसफुल्ली डाउनलोड हुनु पर्यो। कुनै एक बिट पनि मिस भएको छ भने त्यो ल्याबमा फिल गर्नुहुन्छ, कति गाह्रो हुन्छ। त्यो सक्सेसफुल्ली डाउनलोड हुनु पर्यो मैले दिएको प्याकेजहरू राम्ररी। सेकेन्ड नम्बरमा
सिस्टममा अनवान्टेड एप्लिकेसनहरू इन्स्टल हुनु भएन, एकदम फ्रेस सिस्टम बनाउनु पर्यो, एकदमै निट एन्ड क्लिन। अनि थर्ड नम्बरमा एन्टिभाइरस पेड छ भने त्यसलाई डिसेबल गरिदिनुहोस्, फ्री छ भने सोच्दै नसोचिकन त्यसलाई अनइन्स्टल गरिदिनुहोस् र अहिलेको लागि एन्टिभाइरसलाई डिसेबल गर्नु होला, नभने त्यो धेरैजनाले के भयो भने रिस्टार्ट गर्नुभयो, मेरो कुरा सुनेर रिस्टार्ट गर्दा एन्टिभाइरस अटो इनेबल हुन्छ, त्यो कुरा थाहा छैन कहिले पनि। अटो इनेबल भयो त्यही दोहोरिएको गयो, गाह्रो हुन थाल्यो सोच्नलाई। ह्याङ भयो सब स्टुडेन्टहरू, 2-4 त ह्याङै भयो पुऱ्याएर। एन्टिभाइरस डिसेबल गरेर रिस्टार्ट गर्यो, फेरि इनेबल भयो एन्टिभाइरस, अनि त्यो कोडहरू सबै ब्लक गर्यो हैन। ल आज हामीले एउटा फ्रेस GNS ग्राफिकल नेटवर्क सिमुलेटर भन्ने जुन चाहिँ नर्मली CCNP-मा CCI-मा गराउँछ नेपालमा, तर हामीले यही चितवनको स्टुडेन्टहरूलाई लाइभ एकदमै सबै कुरा इम्प्लिमेन्ट गराएर 98% हामीले सक्सेस गेन गरिसकेका छौँ। अब यसको इम्प्लिमेन्टेसन भोलि हाउ टु लर्न GNS ट्री इन्टरफेस, हाउ टु युज राउटर, हाउ टु युज स्विचेस, हाउ टु युज हब, हाउ टु युज मल्टिपल कनेक्टिभिटी केबलिङ अनि प्याकेट क्याप्चरिङ र त्यसमा सबै राउटिङको ल्याबहरू पनि म गराउँछु। भोलि हामी एक्ज्याक्टली 8:30 बजे यहाँ आइपुग्छौँ। 8:30 बजे आउँछौँ र हामी भोलि रातिसम्म गरेर धेरै कुरा पढ्नेछौँ। भोलि हल्ला गर्ने स्टुडेन्टहरू कोही पनि नआउनु होला। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर बिङ हियर। विन्डोजको डेमो हेर्नेहरू चाहिँ सिक्नेहरू चाहिँ है 5 मिनट हेर्नुहुन्छ। मलाई कसैको ल्यापटप दिनु त विन्डोज पासवर्ड भएको है, अनि पासवर्ड खोलेर चाहिँ दिनु रिक्वायरमेन्टहरू।